किम्बुमा लाग्ने किराबाट धागो बनाइन्छ अरे भनेको चाहिँ सुनिएको थियो, तर देखिएको थिएन। आज चाहिँ प्रत्यक्ष रूपमा देखियो। यसरी किम्बुको बिरुवा लगाएको हुँदो रहेछ सानो सानो, अनि यसलाई काटेर ल्याएर घरमै खुवाएर किरा बनाएर हुर्काएर यसरी ल हेर्नुहोस् है, ल किम्बुको पत्ता चाहिँ यसरी खुवाएर यत्रो यत्रो किरा बनाएर अनि यसलाई चाहिँ एउटा यसरी सबै कलेक्सन गरेर यसरी चाहिँ यस्तो खालको एउटा बट्टा जस्तो अथवा चाहिँ यो के भन्ने गरा गरा भएको यस्तोमा चाहिँ राखिँदो रहेछ। अनि यसले चाहिँ अब यहाँ धागो यसरी उत्पादन गरौँ। अनि यो धागो जुन यस्तो खालको धागो जस्तो बनाएर अथवा फुल पार्नको लागि उसले धागो बनाएको ठाउँको चाहिँ त्यसलाई पानीमा तताइँदो रहेछ यसरी। अनि त्यहाँबाट चाहिँ धागो उत्पादन गरिँदो रहेछ। यो चाहिँ सायद इन्डियामा होला। एकदमै महँगो पनि पर्छ होला यो धागो चाहिँ, र ओरिजिनल पनि हुन्छ होला। हेर्नुहोस् त कस्तो राम्रो धागो बन्दो रहेछ। ल सुनेको मात्रै थियो, आज चाहिँ देखियो है। तपाईँहरूले चाहिँ देख्नुभएको थियो?